भन्छ प्रविधि यसलाई के भन्छ प्रविधि भन्छ यसलाई कन्ट्रोल गर्ने सायद एकजना ड्राइभर हुनुहुन्छ गर्मी छ म 12 बजेको घाममा बाहिर निस्केर यो भिडियो सुट गर्दैछु किनकि म भर्खर उठेर बाहिर आउँदाखेरि यो देखेँ श्रमदान र प्रविधिमा तपाईँ रोज्नु पर्यो भने केलाई रोज्न चाहनुहुन्छ हाई गाइज वेलकम टु माई अनदर ब्लग म तपाईहरुलाई मेरो ब्लगमा स्वागत गर्छु तर आज म तपाईहरुलाई मेरो ब्लगमा के देखाउन खोजिरहेको छु भने एउटा चमत्कार कोरियामा यस्तो पनि चमत्कार हुन्छ भन्ने कुराहरू तपाईहरुलाई म देखाउन खोजिरहेको छु त्यो के हो भन्दा केही वर्ष अगाडि हिउँ एकदमै धेरै पर्यो त्यो हिउँ धेरै परेपछि हिउँको लोड चाहिँ त्यो कम्पनीमाथि पर्यो जुन कम्पनीमाथिको त्यो हिउँको लोड थाम्न नसकेर त्यो फार्म चाहिँ लड्यो त्यो फार्म भत्किसकेपछि त्यो भित्र चाहिँ कुखुरा एकदमै धेरै थिए 1.5 लाख कुखुराहरू थिए जुन त्यो कुखुराहरू चाहिँ त्यो फार्मले किचेर सबै मरे कति के भयो त्यहाँ धेरै कुहियो गनायो त्यो नष्ट भयो र त्यसलाई हटाउनको लागि समय लाग्दो रहेछ र तुरुन्तै त्यो फार्ममा त्यही ठाउँमा फेरि अर्को फार्म बनाउन नमिल्दो रहेछ तर 2-3 वर्षपछि फेरि त्यो फार्म पुनर्निर्माण काम सुरु हुँदैछ तर त्यो पुनर्निर्माण काम सुरु भएको केही दिन भएको छैन तर यति छिटो काम सम्पन्न हुँदो रहेछ मान्छे 1 जना 2 जना 3 जना मान्छे 3-4 जना मान्छे छन् तर काम भने कयौं धेरै ठुलो काम भइरहेको छ म त्यो तपाईहरुलाई देखाउँदै छु ल हेर्नुस् है त यो फार्म हो अनि यो चाहिँ फार्म हो यहाँ फार्म छ यो फार्म हो अनि यो फार्म चाहिँ पहिले यहाँ कुखुरा फार्म थियो ठुलो कुखुरा फार्म थियो यो ठुलो कुखुरा फार्म चाहिँ लड्यो हिउँले जमेर लड्यो तर त्यो लडिसकेपछि चाहिँ त्यहाँ तुरुन्तै त्यो फार्ममा पुनर्निर्माण गर्न नमिल्दो रहेछ त्यो नष्ट हुनुपर्ने त्यसबाट विभिन्न कुराहरू रोगहरू आउने होला सायद त्यो फर्म लडिसकेपछि त्यसबाट अब इन्सुरेन्स क्लेम गर्नुपर्छ होला के होला अब उनीहरूको आफ्नो प्रविधि आफ्नो नियम होला त्यो नियमअनुसारसँग यो कामहरू रोकिएको थियो अहिले हेर्नुहोस् त 2 जना उहाँ एक जना 2 जना मान्छेहरू हुनुहुन्छ अनि यता ठुलो एकदमै यसलाई के भन्छ स्काभेटर के हो यसलाई यो सञ्चार नियन्त्रण गर्ने यसलाई कन्ट्रोल गर्ने सायद एकजना ड्राइभर हुनुहुन्छ उहाँहरूले यति थोरै व्यक्तिले यत्रो ठुलो यहाँ हेर्नुहोस् त यो फलाम हो सबै फलामको वेटहरू चालिरहेछ यो फलामको वेटहरू चाल्नलाई यति छिटो कामहरू भइरहेछ म हिजो यही बाटो हिँडेको थिएँ हिजो केही भएकै थिएन जस्ट यहाँ एउटा 2-3टा पिलर गाडिएको थियो जस्तो लागिरहेछ अहिले हेर्नु न सबै पिलर सम्पन्न भइसक्यो पिलरहरू टक्क सामान साइजहरू मिलेर आएको हुँदो रहेछ सायद बनेरै पहिले उतैबाट अनि यहाँ ल्याएर ठ्याक्क उचालेर फिट गर्नु रहेछ हेर्नुहोस् न कति सजिलो कति प्रविधियुक्त कति राम्रो कामहरू हुँदो रहेछ यसरी हो प्रविधि भनेको तर प्रविधिसँग चाहिँ खेल्न सक्यो र प्रविधिसँग गर्न सक्यो भने सायद हरेक कामहरू छिटो सम्पन्न हुने राम्रो हुने गर्दो रहेछ यहाँ पनि त्यही भइरहेछ त्यसैले प्रविधिहरूसँग खेल्यो भने एकदमै छिटो कामहरू सम्पन्न हुने गर्छ त्यही प्रविधिसँगै हामी अहिले चलिरहेको छौँ सायद अहिले प्रविधिले गर्दा हरेक कामहरू छिटो छरितो अनि एकदमै छिटो भइरहेको छ अब अहिलेको रोबोट जमाना आइरहेछ रोबोटिक जमाना तर एकदमै धेरै गर्मी छ म 12 बजेको घाममा बाहिर निस्केर यो भिडियो सुट गर्दैछु किनकि म भर्खर उठेर बाहिर आउँदाखेरि यो देखेँ ओ माई गड गर्मी त कोरियामा एकदमै धेरै छ त्यही भएर सबैको गर्मी बिदा छ म जस्ट यो भिडियो तपाईहरुलाई देखाउनको लागि जस्ट यसको ढोका साइडबाट भिडियो सुट गर्नको लागि म अगाडि आएको हो नत्र म आउँदिनँ थिएँ गर्मी चाहिँ एकदमै धेरै मेरो खुट्टा टाउको कान घाँटी एकदमै पोलिरहेको छ छाता पनि छैन भन्नुको मतलब प्रविधि त प्रविधि नै रहेछ नि त जुन कामलाई छिटो छरितो र एकदमै राम्रोसँग सम्पन्न गर्ने अब हेर्नुहोस् न यति 3 जना मान्छेले यत्रो फार्म निर्माण गर्दैछ 2 जना स्काभेटर सञ्चालक सायद अब यहाँ साउहरू होलान् यो कामहरू भइरहेको छ अनि यति छिटो कामहरू सम्पन्न गराउने भनेपछि ओ माई गड बबाल दामी यसरी हो नि त अब यता छुट्टै अर्को काम भइरहेको छ सायद यता रुमहरू होला यो रुम होला सायद यसरी कामहरू प्रविधिले गराउने हो प्रविधिसँग खेल्न सक्यो र गर्न सक्यो भने एकदमै छिटो हुने गर्छ सायद मलाई भिडियो खिच्न दिन्छ दिँदैन त्यो थाहा छैन म भिडियो खिच्ने कोसिस गर्छु
दियो भने भिडियो हुन्छ, दिएन भने भिडियो गर्दिनँ। वाउ, प्रविधि भनेको चाहिँ यही होला सायद। हेर्नुहोस् त, यति छिटो काम सम्पन्न भइरहेछ। ओ माई गड, यो हो नि त तरिका भनेको। यसरी यो हो नि त चट्टसँगले एकदमै छिटो कामहरू सम्पन्न हुने गर्छ। यसलाई भन्छ प्रविधि। यसलाई के भन्छ? प्रविधि भन्छ। यति छिटो कामहरू सम्पन्न भयो भने चाहिँ हरेक कामहरू छिटो गर्न सकिन्छ। यसलाई भन्छ प्रविधि। थोरै मान्छेमा धेरै काम। अब यत्रो कम्पनी, यो कम्पनी यहाँ सानो कम्पनी हो त, यो यहाँ 1-1.5 लाख कुखुराहरू बस्ने फार्म बनाउँदैछ। यो फार्महरू निर्माण गर्नको लागि हाम्रो देशमा हो भने त झन् कति वर्ष लाग्छ। यहाँ त यति छिटो काम सम्पन्न बनाइरहेका छन्। ओ माई गड, सोच्न सकिँदैन। सायद यता मान्छे बस्ने ठाउँहरू होला। अनि यसरी पनि कामहरू सम्पन्न गर्न सक्छन्। तपाईँलाई के लाग्छ गाइज, यो सही हो कि होइन? प्रविधिसँग अहिलेको कामलाई तपाईँहरू कसरी तुलना गर्न सक्नुहुन्छ? प्रविधि चाहिन्छ चाहिँदैन? श्रमदान र प्रविधिमा तपाईँ रोज्नु पऱ्यो भने केलाई रोज्न चाहनुहुन्छ? प्लिज यदि यो भिडियो अन्तिमसम्म हेर्नुभएको छ भने कमेन्ट्स गरेर तपाईँहरूको आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। अनि यति बेरसम्म मेरो भिडियो हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच। यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुभएको छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहोला। अनि नयाँ फेरि अरू भिडियो यही च्यानलमा ल्याउने कोसिस गर्छु। तपाईँहरूलाई कस्तो भिडियो मनपर्छ प्लिज कमेन्ट्समा भन्नुहोस्। स्टे सेफ गाइज। फेरि नयाँ ब्लगमा भेट्नेछु। बाई, सी यू।